हामी आफै उत्पादन गर्न सक्छौं है। हामी आफै उत्पादन गर्न सक्छौं किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो श्रमदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौं। हामी हाम्रो देश र हाम्रो राष्ट्रियता भन्दा ठुलो अरू केही देख्दैनौं। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभन भन्दा माथि छ। हामी आफै ल्याउन सक्छौं बत्ती। हामी कसैको तपाईको चाहिँ नि एमसीसी र फ्यामसीसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौं। यता आइदिनुहोस्, यो हाम्रो टी सर्ट हो। उता उता स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखिएको छ, म हुँ श्रमदाता, हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। त्यो श्रमदाता बन्ने हो तपाईँ? धन्यवाद। त्यो श्रमदाता बन्ने हो तपाईँ? हो। हाम्रो श्रमको सिद्धान्तले, हाम्रो श्रम संस्कृतिको मान्यताले के भन्छ भने अल्सी मान्छे मरेको मान्छे हो। मान्छे मर्नका लागि सासै जानु पर्दैन है। हाम्रो श्रमको सिद्धान्तले के भन्छ, यदि तपाईँ अल्सी हुनुभयो भने तपाईँ जिउँदो लास हो। जिउँदो लास भनेको के हो? कहिले सास जान्छ र त्यसको अन्त्येष्टि गरौँ भन्ने पर्खिने मात्रै हो। भोलि म जुनसुकै ठाउँमा पुगौँ नपुगौँ एउटा ठाउँमा छ, तर सधैँभरि मेरो सोचाइ यही हो है। हामीले कुनै उच्च नीच नहोस् भनेर समतामुखी तपाईको चाहिँ नि हाम्रो श्रम संस्कृति बनाउनु पर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छैन। यो पार्टीमा सबै मान्छे श्रमदाता हो। यहाँ कसैलाई नलागोस् म चाहिँ नेता हो भन्ने नलागोस्, हामी सबैजना श्रमदाता हो। तपाईँ पनि श्रमदाता, म पनि श्रमदाता, तपाईँ पनि श्रमिक, म पनि श्रमिक है। यहाँ तपाईँ चाहिँ तपाईँको सानो हुनुपर्ने, कोही मान्छेले ठुलो हुनुपर्ने भन्ने छैन। श्रम संस्कृतिको चेतनाले के भन्छ भने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्नु? तपाईँ आशा नहेर्नुहोस् अरूको, ऐना हेर्नुहोस्। ऐना हेर्दाखेरि जो देखिन्छ त्यही मान्छे हो देश बनाउने है। त्यो देश कसले बनाउँदो रहेछ? मैले भनिदिनुहोस्, मैले त्यो देश कसले बनाउँदो रहेछ? हो, ऐना हेर्दा जो देखिन्छ त्यही मान्छेले देश बनाउने। त्यसो भएको कारणले गर्दाखेरि यो नेता र कार्यकर्ता नभएको पार्टी, श्रमदातै श्रमदाता मात्रै भएको पार्टीमा तपाईँ पनि नयाँ श्रमदाता बन्नुहुन्छ? बन्नुहुन्छ? त्यसो गरिदिनुहोस् त, बन्नुहुन्छ? हो, यो जोस हुनुपर्छ, यो जोस हुनुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा यहाँ म दोहोऱ्याउन चाहन्छु एकचोटि। हाम्रो प्रतिस्पर्धा न एमाले हो, न कांग्रेस हो, न माओवादी हो। माओवादी छैन भने होला, न कुनै पार्टी हो। हाम्रो प्रतिस्पर्धा भनेको चाइना र इन्डियासँग हुन्छ। केमा हुन्छ? विकासमा, अरू थोकमा होइन। विकासमा, श्रममा, उत्पादनमा, निर्माणमा, सुशासनमा हामी चाइनासँग टक्कर गर्छौं है। त्यो जोस छ तपाईको छातीमा, त्यो जोस छ। तपाईको पाखुरामा दम छ, तपाईको छातीभित्र यो देश छ। यदि त्यसो भने यो देश बन्दैन भन्ने कुरामा कुनै तपाईको छैन हैन। हामीले यो देश बन्दैन भन्ने कुरै भएन, यो देश बन्छ भन्ने कुरामा दुविधा रहे। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण तपाईको छैन भान्जा भान्जी र जेनजीहरू सबैजना यहाँ हामीलाई जे जति सुनिराख्नु भएको छ, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। यो देशलाई दूरदर्शी नेताको खाँचो छ है। यो देशलाई दूरदर्शी नेताको खाँचो छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सेवक होइन नेता चाहन्छौँ, नेतृत्व चाहन्छौँ। तपाईँ भोको हुँदाखेरि तपाईँलाई भात लिएर खुवाउने भनेको त्यो सेवक मात्रै हो। तर तपाईँ भोको हुँदाखेरि तपाईले आफै अन्न उत्पादन गरेर खाना सिकाउने मान्छे नेता हो। त्यो नेतृत्वको खाँचो छ तपाईलाई है। त्यसो भएको कारणले गर्दाखेरि म यस समाजलाई, यो नेपाली समाजलाई उठाउन चाहन्छु, जुरुक्कै तपाईको छैन जगाउन चाहन्छु। अब हामी गरेर खानुपर्छ, मरेर जानु हुँदैन, मरेर जानु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो। यदि तपाईहरु जीवित मान्छे हो भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू,
जीवित नेपालीहरूको देशमा कुनै तपाईको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, प्रविधिमा हामी कमी छौँ भन्ने तपाईँलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौँ, सगरमाथा जस्तो तपाईँको चाहिँ नि सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईँको चाहिँ नि हामी चोक चोकमा, गाउँ गाउँमा, टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौँ, न प्रविधिमा कम छौँ। आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईँको चाहिँ बेचेको पापड खान थाल्यो, त्यहाँदेखि सबै कुरा बिर्स्यो। आजभन्दा 2000 वर्ष पहिला जाँतो र ढिक्की बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले शिर घरिघरि मेरो त कता कता निउरिन्छ। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हो, यही हो हर्कबाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमानजन्य तपाईँको चाहिँ भाषामा सोधेको देख्दैछु है। हर्कबाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्ने एउटा सिद्धान्त हो हर्कबाद है। हर्कबादले यो सिमानाको रक्षा गर्नु भन्छ, यहाँका तपाईँको चाहिँ प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ, यहाँको ढुङ्गा र माटो नै हाम्रो तपाईँको सम्पत्ति हो भन्छ। विदेशीवादलाई पढेर फल्नाले मार्नुपर्ने, फल्ना के जातको कुरा, पार्टीको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको रगतमा ठेक्दै गरेर सत्ताको कुर्सीमा बस्ने बात होइन यो। अर्काले खाँदै गरेको रोटी खोसाएर खाने बात होइन यो के हो भन्दाखेरि अरूलाई दुःख पर्दाखेरि उसलाई सम्हाल्ने, उसलाई सघाउने बात हो यो है। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको उन्नति गर्छ भन्ने बात हो यो तीनटाको सन्तुलन भएन भने, सन्तुलन बिग्रियो भने संसार रहँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो शरीर आफैमा प्रकृति हो, हाम्रो सोच विचार आफैमा संस्कृति हो, हाम्रो शरीर हार्डवेयर हो, हाम्रो सोचाइ सफ्टवेयर हो, त्यो सफ्टवेयर संस्कृति हो, त्यो हार्डवेयर प्रकृति हो है। हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ, त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँछौँ जसले देशका चाहिँ नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्। त्यस्तै मान्छेहरूको पछाडि हामी लागिदिनु पर्ने, ताली बजाइदिनु पर्ने। अब हामी सबै मिलेर बाँझो बारी खनौँ। तपाईहरू पनि आउनुहोस्, गैँती लिएर, कोदालो लिएर। 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झन्डा छैन। क्रान्तिकारी विकास र विकासमा के फरक छ म तपाईहरुलाई भन्न चाहन्छु। विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाई हामी सबै मिलेर गर्छ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौं भने 11 महिना बचाउँछौं। त्यो 11 महिना बचाएर त्यसरी तपाईको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँहरु सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडीबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन हाम्रो अब श्रम संस्कृतिले। त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको छु है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ, नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौं हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौं, हामीले नै जित्ने हो। कुनै शंका छ? हामीले जित्छौं, हामीले सरकार गठन गर्छौं। त्यसपछि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँछौं है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि हैन? 80 वर्ष पुगेको तपाईको चाहिँ मान्छेले, नेताले सोचेको कुरा र तपाईको चाहिँ हिजो अस्तिको बाल के तपाईको चाहिँ एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई
जेनजीको चाहिँ नि सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ नि निड्सलाई, सबै कुरालाई चाहिँ नि आवश्यकता, चाहना र तपाईँको चाहिँ नि भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरीको नीतिहरू हामीले बनाउनुपर्छ। किनभने मैले आज जे सोचिरहेको छु, म भन्दा 20 वर्ष पछाडि जन्मेको बालकले, त्यो जेनजीले, त्यो युवाले मैले सोचेको लेभलमा सोचेको हुँदैन। हि इज थिङ्किङ द नेक्स्ट लेभल है। त्यसले गर्दाखेरि त्यो खालको अग्रगामी कार्यक्रमहरू हामीले बनाउनु पर्छ। यो त केटाकेटी हो, मलाई पनि अघि कसले कुनचैले भन्दै थियो तपाईँको के अरे पत्रकारले अघि भर्खरको ठेट्ना छ, भर्खर सिक्दैछ भन्दै थियो अरे। त्यो होइन, त्यो होइन, त्यो तरिकाले जाँदैन है, त्यो तरिकाले जाँदैन। संसार कहाँदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीको पछाडि लाग्दाखेरि उत्तरतर्फको छिमेकी चीनले हामीलाई झन्डै 200 वर्ष पछाडि छोडेन विकासमा है। अनि अझै हामी उनीहरूकै पछाडि लागिराख्नु पर्ने होइन है। जसले देशका चाहिँ नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्, त्यस्तै मान्छेहरूको पछाडि हामी लागिदिनु पर्ने, ताली बजाइदिनु पर्ने होइन है। वी वर्क एज द स्पिरिट अफ द जेनजी। जेनजीको तपाईँको चाहिँ स्पिरिट अनुसारको काम गर्छ श्रम संस्कृतिले, र श्रम संस्कृतिले एउटा अनुरोध पनि गर्छ जेनजीलाई, अब हामी सबै मिलेर बाँझो बारी खनौँ। तपाईहरू पनि आउनुहोस्, गैँती लिएर, कोदालो लिएर। मैले प्रतीकात्मक हिसाबले भन्दैछु, कोदालो नै लिएर नखन्नुला, अर्ने कुनै मेसिन लिएर पनि खन्न सकिन्छ। तर म के भन्दैछु भने जोसको कुरा हो, स्पिरिटको कुरा हो। बाँझो नेपाललाई चिर्नका लागि तपाईँहरूले मलाई सघाउनुहुन्छ? सघाउने हातहरू हेरौँ न त। हो, यतिका हातहरू म देख्न चाहन्छु। सबै मिलेर एकचोटि भन्नु त, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस् 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौँ? देश देश देश। त्यसो भएको कारणले अझै जोडले भनौँ, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब हामी सबैजना श्रमदाता बन्न तयार हो। श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झन्डा छैन। आफ्नो झन्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झन्डाको मोह हराउँदै जाँदो रहेछ, देशप्रतिको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झन्डा हो भने त्यही बोकेर बस्नु पर्दो रहेछ भनेर हामीले झन्डा राखेनौँ। मन पर्यो तपाईँहरूलाई? मन पर्यो?